हुन्छ अप टु अ पोइन्ट जहाँ चाहिँ डिप्रेसनको रोगमा सेल्फ हार्मको पनि टेन्डेन्सीहरू आउँछ र हामीले देखेको छौँ सो डेफिनेटली मेन्टल हेल्थ चाहिँ एकदमै इम्पोर्टेन्ट हो अरू केही त्यस्तो डायबिटिज पनि एकदमै ठुलै रोग मानिन्छ डायबिटिज लागेपछि पनि अरू रोगहरू लाग्न सक्ने चान्सेसहरू यसै पनि बढेर आउँछ र डायबिटिज लागिसकेपछि लाइफ लङ मेडिकेसन बाहेक अरू केही पनि अप्सन हुँदैन ओके स्वास्थ्य बिग्रिँदा काममा के असर पर्छ सबै चिजमा अफेक्ट पर्ने हो तपाईँ एक्टिभली अक्युटली बिरामी हुनुहुन्छ ज्वरोहरू आएको छ खोकी लागेको छ भने काममा जान सकिएन जे चिजको लागि तपाईँहरू विदेश जानुहुन्छ अथवा यहीँ पनि काम गर्दाखेरि इफ काममा पुग्न नै अप्ठ्यारो भयो भने त्यसले धेरै असर पार्न सक्छ तपाईँहरूलाई लङ टर्म कुनै रोग लाग्यो भने त्यसले गर्दा प्रोडक्टिभिटी घटेर आउँछ है सो काममा पर्ने असरहरू तिनीहरू हुनसक्छ स्वास्थ्य भनेको अघि हामीले समराइज गर्दाखेरि के बुझ्छौँ त रोकथाम किन महत्त्वपूर्ण छ रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु किनकि सजिलो प्लस सस्तो पर्छ मच cheaper to prevent doing something rather than treating. Prevention is better than cure भन्ने सबैजनाले सुन्नुभएको छ होला सो यो पनि मोर लेस त्यस्तै हो एउटा सुरक्षित बानी भन्नुहोस् what do you think so sugar hypertension mental health तिन चारवटा बिरामीहरू भन्नुभयो होइन त्यसको लागि कुनै सुरक्षित बानी अपनाउनु पर्यो भने के हुन्छ स्वस्थ आहार योगा स्वास्थ्य व्यायाम हाइजिन मेन्टेन गर्नु सफा घुमी फेरि हाम्रो सबै चिज फिजिकल उसमा आइपुग्यो होइन क्लिनलीनेस ब्यालेन्स डायट एक्सर्साइज यिनीहरू गऱ्यो भने हाम्रो धेरै जस्तो फिजिकल एलिमेन्टहरू ठिक हुने गर्छ है अरू कुरा अभोइडेन्स भन्ने पनि हुन्छ होइन अनहेल्दी ह्याबिट्सलाई चाहिँ कसरी त्याग्ने कसरी अभोइड गर्ने त्यसले गर्दा के फरक पर्न सक्छ भन्ने कुरा हामी बिस्तारै बुझ्छौँ सो यो अघिको स्लाइडहरूबाट यो तिनवटा कुरा भन्न सकिन्छ है प्रिभेन्सन इज बेटर देन क्योर स्वास्थ्य जोगाउनु नै सबैभन्दा ठुलो सुरक्षा अरू कुनै सेफ्टी त हामीसँग छैन स्वास्थ्य जोगाउनु चाहिँ स्मल डेली ह्याबिट्स मेक बिग हेल्थ डिफरेन्सेस है यो चिज पनि याद राख्नुपर्छ किनकि ह्याबिट भन्ने कुरा जहिले पनि आफ्नै कन्ट्रोलमा हुन्छ र डेली स्मल ह्याबिट्सहरूमा तपाईँहरूले चेन्जेस ल्याउनु भयो भने भोलिको दिनमा हेल्थ डिफरेन्सेसमा ठुलो इफेक्ट पर्न सक्छ है अब हामी न्युट्रिसन हाइजिन र हेल्दी लाइफस्टाइल पोषण सरसफाइ र स्वस्थ जीवनशैली है यो वर्डहरूबाट के बुझ्नुहुन्छ तपाईँहरू के जेनरल न्युट्रिसन भनेको पोषणयुक्त खाना होइन खानेकुरा भनेपछि यो सबै फुड रिलेटेड भयो हामीले है हाइजिन भनेको सेल्फ पर्सनल केयरको बारेमा हेल्दी लाइफस्टाइल भनेको चाहिँ यो चाहिँ जीवनशैली नै हो यो एक दिनको इफेक्टले होइन कि यो एउटा जस लङ टर्म इफेक्टले नै पर्न आउँछ है सो पहिला हामी ब्यालेन्स डायटको बारेमा बुझ्छौँ ब्यालेन्स डायटमा हाम्रो कन्ज्युम गर्नुपर्ने तत्त्वहरू भनौँ न त्यसमा चाहिँ कार्बोहाइड्रेट प्रोटिन भाइटामिन मिनरल र वाटर पर्छ है तपाईँको डे टु डे प्लेटको लागि एउटा सिम्पल एक्जाम्पल जस्तो छ होइन यो सबै एकैचोटि खानुपर्छ भन्ने छैन एउटै दिनमा यो सबै खायो त्यसपछि दुई टाइम केही खाएन भने त्यसले केही फाइदा गर्नेवाला छैन बट यो कुराहरू इन्क्लुड गरेर अहिले धेरै रिसर्चहरूले के भन्छ भन्दा हामी दिनको 2 टाइम 3 टाइम हेभी मिल गर्न सट्टा स्मलर मिल्स बट मोर फ्रिक्वेन्ट मिल्स है न्युट्रिसनली पनि बढी एक्युरेट हुन्छ र तपाईँको हेल्थको लागि पनि धेरै राम्रो गर्छ कार्बोहाइड्रेट चामल रोटी आलु जस्तो चिजहरूबाट पाइन्छ हामी नेपालमा मेनली हाम्रो डायट भनेको यही तिनवटा कुराको अराउन्ड रोटेट हुने हो अलिअलि हाम्रोमा मासु माछा अन्डा दालहरू हामी ट्राई गर्छौँ इन्क्लुड गर्न फलफुल धेरैजनाले सकेसम्म अभोइड गर्नुहुन्छ बट एकदमै इम्पोर्टेन्ट हुन्छ है कार्बोहाइड्रेटले एनर्जी दिन्छ भने प्रोटिनले तपाईँहरूलाई सस्टेनेन्स दिन्छ बडीको कुनै पनि टिस्युलाई काम गर्नको लागि प्रोटिन चाहिन्छ है प्रोटिन पाउने भेजिटेरियन सोर्सेसमा दाल दुधहरू पर्न सक्छ भने नन भेजिटेरियनहरूलाई एउटा एडेड एडभान्टेज भनेको अन्डा माछा मासु यसमा प्रोटिनमा मात्र नभई अरू पनि एसेन्सियल न्युट्रिएन्टहरू हुन्छ है भाइटामिन्स एन्ड मिनरल्सको काम तपाईँको बडीमा भएको वाटर कन्टेन्टलाई पनि मोडिफाई गर्ने हो भाइटामिन्स र मिनरल्सले ओभरअल वेलबिङमा एकदमै हेल्प गर्छ वाटर पानी भन्दैमा जस्तो पनि पानी खानु हुँदैन पर्याप्त सफा पानी चाहिँ खानुपर्छ
रेकमेन्डेड दिनको 2 देखि 3 लिटर हो। अरू कुनै रोग लागेको छैन भने, इफ किडनीहरूको प्रब्लम छ भने चाहिँ धेरै पानी खानु हुँदैन। डायबिटिजहरू पनि छ भने धेरै पानी चाहिँ खानु हुँदैन। सो यसमा नबुझ्ने केही पनि छैन। सबै नट्सदेखि लिएर प्लान्ट्स, भेजिटेबल्स सबै कुरा लेखिएको छ होइन। त्यसमा अब तपाईँहरूले जे दिनको आफ्नो मिल ब्रेकडाउन चाहिँ गर्न थाल्नुपर्छ। पहिला जस्तो 3 टाइम खानभन्दा मोर स्मल फ्रिक्वेन्ट मिल्स चाहिँ खायो भने बेटर इफेक्ट पर्छ। पर्सनल हाइजिनमा एकदमै बेसिक उठेदेखि सुत्ने बेलासम्म गर्न सकिने कुराहरू भनेको नियमित रूपमा नुहाउने। मान्छेहरू दिनमा 2 चोटि पनि नुहाउँछन्, दिनमा 1 चोटि पनि नुहाउँछन्, कोही 2 दिन दिनमा 1 चोटि नुहाउँछन्। बट नियमित रूपमा नुहाउनु इज भेरी इम्पोर्टेन्ट। दिनको 1 पटक इज रेकमेन्डेड होइन। तपाईँहरूको काम रिलेटेड इफ स्वेटिङको छ, कतै पनि कन्ट्याक्ट एक्सपोजर छ अरूहरूसँग भने चाहिँ 2 चोटि चाहिँ एटलिस्ट रेकमेन्डेड हुन्छ है। दिनमा 2 पटक दाँत माझ्ने किन भनिन्छ भन्दा ओरल हेल्थ हाम्रो ओभरअल हेल्थसँग एकदमै रिलेटेड हुन्छ। मुखभित्र भएको ब्याक्टेरियाहरू रातभरि तपाईँहरू सुत्दाखेरि ब्याक्टेरिया बिल्डअप हुनसक्छ र त्यसले गर्दा रेस्पिरेटरी प्लस ग्यास्ट्रिक इफेक्टहरूमा अफेक्ट गर्न सक्छ है। सो त्यसले गर्दाखेरि दिनमा 2 पटक चाहिँ दाँत माझ्ने। बच्चा हुँदा सबैजनाले माझ्नुहुन्थ्यो होला, अहिले चाहिँ 1 पटक मात्र माझ्नुहुन्छ होला। बट यो चाहिँ ट्राई गर्नुहोस्, दिनमा 2 पटक दाँत माझ्नु इज भेरी इम्पोर्टेन्ट। ह्यान्ड वासिङ विथ सोप, खाना अघि र शौचालयपछि त साबुनले नियमित रूपले हात धुनुपर्छ है। हात तपाईँको जहाँ पनि जानुहुन्छ तपाईँहरू यताउता छुनुहुन्छ, कन्ट्याक्ट भनेको त्यस्तै हो, हामी अभोइड गर्न सक्दैनौँ। सर्फेस कन्ट्याक्ट पनि हुन्छ, मान्छे टु मान्छे कन्ट्याक्ट पनि हुन्छ र त्यही फोहोर हात तपाईँहरूले खानालाई युज गर्नुभयो अथवा आफ्नो मुखमा अरू ठाउँहरू जस्तो आँखामा, नाकमा, मुखभित्र, योहरू भनेको एन्ट्री सोर्सेस हो बडीभित्रको। कोभिडको बेलामा एकदमै राम्ररी डिस्टेन्स मेन्टेन गरेर हात मुखहरू नछुनुहोस् भन्ने चलेको थियो। अहिले हामी फेरि बिर्सिँदै गइरहेछौँ। सो त्यो चाहिँ ह्यान्ड वासिङ विथ सोप, सोपले एटलिस्ट 90-99% ब्याक्टेरिया हातबाट मार्छ। सो हात धुनु इज भेरी इम्पोर्टेन्ट। वेयरिङ क्लिन क्लोथ, सफा कपडा लगाउने। लुगा फेरिन्छ भने दिनमा 2-3 चोटि फेर्नुपर्ने अवस्था हुन्छ। कतै पनि बाहिरबाट गएर आउनुहुन्छ भने चाहिँ कोठामा आफ्नो ओछ्यानमा पल्टिनभन्दा पहिला लुगा चाहिँ फेर्नु होला। तपाईँहरू बाहिरबाट सबै डस्ट, अरूहरूको ड्रपलेट्स होइन, पोलन, लट अफ थिङ्स द्याट कम अलङ विथ यु घरभित्र। त्यही भएर लुगा चाहिँ हामीले जुस धोइराख्नु पर्ने हुन्छ। नङ चाहिँ छोटो राख्ने। नङ छोटो राख्ने रिजन कसैले भन्न सक्नुहुन्छ किन चाहिँ हामीले नङ छोटो राख्नु? जर्म्स नङमै आफै केही जर्म हुँदैन, बट त्यसले स्पेस दिन्छ। त्यहाँनिर फोहोर मैला जम्मा हुने स्पेस भयो, त्यही हातले खानुहुन्छ, त्यही हात यताउता छुनुहुन्छ। सो सबै अक्युपेसनल प्लस पर्सनल हेल्थको लागि चाहिँ नङ छोटो राख्नु इज भेरी इम्पोर्टेन्ट। कुनै कुनै हेल्दी ह्याबिट्स र अनहेल्दी ह्याबिट्सलाई हामी डिफ्रेन्सिएट गरेर हेर्छौँ होइन। हेल्दी ह्याबिट्समा रेगुलर एक्सर्साइज हेल्दी ह्याबिट, एडिक्वेट स्लिप हेल्दी ह्याबिट, स्मोकिङ र एल्कोहलबाट टाढा बस्ने हेल्दी ह्याबिट, स्ट्रेस म्यानेज गर्नु हेल्दी ह्याबिट है। जङ्क फुड फ्रिक्वेन्टली खानु इज एन अनहेल्दी ह्याबिट। फिजिकल एक्टिभिटी नहुनु अनहेल्दी ह्याबिट, इरेगुलर स्लिप अनहेल्दी ह्याबिट, सब्सटेन्स अब्युज अनहेल्दी ह्याबिट। यिनीहरूको बारेमा तपाईँहरू बुझाउन सक्नुहुन्छ। वाट डज रेगुलर एक्सर्साइज मिन? एक्सर्साइज भन्नाले कस्तो खालको एक्सर्साइज रेकमेन्ड गर्नुहुन्छ? वकिङ, जगिङ, रनिङ, जिम, ओके, स्किपिङ। कुनै पनि यस्तो गतिविधि जसले चाहिँ तपाईँको दिनमा एटलिस्ट 1 देखि 2 चोटि 120-130 भन्दा माथि पुग्नु है। त्यसमा ब्रिस्क वकिङ आउँछ। वकिङ भनेको त अब यतिकै हिँड्नु मात्र भयो, सिडी चढ्नु ओर्लिनु भयो होइन। द्याट डज नट काउन्ट एज एक्सर्साइज। तपाईँले नियमित रूपमा म यति डिस्टेन्स हिँड्छु, यति स्पिडमा हिँड्छु भन्दाखेरि तपाईँहरूको हार्ट रेट माथि बढेर आउँछ। त्यो हाम्रो कार्डियोभ्यास्कुलर मुटु सम्बन्धी रोगहरूको लागि एकदमै राम्रो मानिन्छ। हार्ट रेट दिनको 120-130 भन्दा 1-2 चोटि बढ्यो भने इज कन्सिडर्ड गुड है। एडिक्वेट स्लिप भनेको
निन्द्रा पुग्नु कति घन्टा रेकमेन्डेड हुन्छ अप्रोक्स? 7 एउटा एडल्टलाई नर्मली 6 आवर्स चाहिँ मिनिमम स्लिप भन्छ, तर क्वालिटी स्लिप भन्ने पनि हुन्छ होइन। क्वालिटी स्लिप चाहिँ 7 to 8 आवर्सको बिचमा अचिभ गर्न सकिन्छ। स्लिप हाइजिन भनेको कसैलाई थाहा छ? स्लिप हाइजिन भन्ने वर्ड सुन्नुभएको छ? स्लिप हाइजिन स्लिप हाइजिन भनेको बेसिकली हामीले सुत्नुभन्दा अगाडि गर्ने केही यस्तो नियमित कामहरू हो होइन। जस्तो स्क्रिन, फोनको स्क्रिन अथवा ल्यापटपको स्क्रिनलाई अभोइड गर्नु एटलिस्ट 2 to 3 आवर्स बिफोर बेड टाइम। अब आजको टाइममा सबैजना फोन हातमा लिएरै सुत्नुहुन्छ, रातिसम्म फोन स्क्रोल गर्नुहुन्छ, त्यसपछि सुत्नुहुन्छ, त्यसले गर्दा स्लिप हाइजिन इफेक्ट हुन्छ। खाना खाने बित्तिकै तुरुन्तै बेडमा गएर पल्टिनु इज अल्सो अनहाइजिनिक स्लिप ह्याबिट्स। अरू स्लिप हाइजिनमा स्क्रिन टाइम कम गर्ने, खाना खाएपछि तुरुन्तै बेडमा नपल्टिने, सकेसम्म सफा भएर सफा लुगा लगाएर नुहाएर अनि बल्ल सुत्ने, बडी रिल्याक्स हुन्छ, त्यो हर्मोनहरूमा पनि बेटर इफेक्ट्स पर्छ है स्लिपको। स्लिप इज भेरी इम्पोर्टेन्ट। किन कसैले सोध्यो किन चाहिँ स्लिप एकदमै इम्पोर्टेन्ट छ? मसल ग्रोथ, फोकसमा इम्प्रुभमेन्ट आउँछ। सो मोरलेस त्यही चिजहरू हो। हामीलाई बडीले पाउने प्रपर रेस्ट भनेको त्यही सुतिरहेको बेलामा हो, र स्लिपमा तपाईँहरूको होल बडी सिस्टम रिसेट हुन सक्ने चान्सेसहरू हुन्छ इफ यु एन्टर अ डिप मेडिटेटिभ स्टेट है सुत्दाखेरि। सो सकेसम्म त्यो स्लिप हाइजिनवाला कुराहरूमा चाहिँ अलिकति सकेसम्म काम गर्नु। अभोइडिङ स्मोकिङ एन्ड अल्कोहल, यसको त आई डोन्ट थिङ्क कसैलाई भन्नुपर्छ होला, तर धेरै बेनिफिट्सहरू हुन्छ है। स्मोकिङ र अल्कोहल अभोइड गर्नुभयो भने धेरै टाइपको रोगहरूबाट बाँच्न सकिन्छ। र यो अनहेल्दी मैले खासमा स्मोकिङ र अल्कोहललाई चाहिँ उता राख्नुपर्ने रहेछ होइन, अभोइडिङ हो नि त, अभोइड गर्नुहोस् अनि बेटर हुन्छ है। म्यानेजिङ स्ट्रेस, तनाव व्यवस्थापन, यो पनि मेन्टल हेल्थसँग रिलेटेड हो है। अहिलेको टाइममा सबैजना यङ एडल्टदेखि लिएर ओल्ड एजसम्म सबैजनालाई स्ट्रेसको एकदमै प्रब्लम भइरहेको छ। स्ट्रेस पहिलाको टाइमको मान्छेहरूभन्दा अहिलेकोलाई बढी छ बिकज अफ लट अफ इन्भाइरोमेन्टल इस्युज, सोसाइटल इस्युज। हामीले अघि पनि पढ्दाखेरि हेल्थ भनेको फिजिकल, मेन्टल एन्ड सोसियल वेलबिङ किन भनिन्छ भन्दा अहिलेको सामाजिक स्थिति यस्तो भइसकेको छ द्याट एभ्रिबडी इज अन्डरगोइङ स्ट्रेस होइन। पहिला त्यस्तो हुन्थेन। पहिला एउटा सर्टेन ग्रुपको मान्छेहरूलाई मात्र बढी स्ट्रेस हुने अथवा कम स्ट्रेस हुने हुन्थ्यो, बाँकी मान्छेहरूले खासै केही स्ट्रेस नलिए पनि फरक पर्दैन। तर अहिले सबैले स्ट्रेस लिनु परेकोले गर्दाखेरि हेल्थमा एकदमै इफेक्ट्सहरू देखिन आइरहेको छ है। के इफेक्ट देखिन्छ त स्ट्रेसको बडीमा डाइरेक्टली? रोगहरू लाग्न सकिन्छ, नन कम्युनिकेबल डिजिजेस भन्छ होइन, नसर्ने रोगहरू जुन चाहिँ सबै लाइफस्टाइल रिलेटेड बिमारीहरू हो। डायबिटिज, हाइपरटेन्सन पनि स्ट्रेसले गर्दाखेरि एकदमै एग्रिभेट हुन्छ। म्यानेजिङ स्ट्रेस भनेर लेखेको छ। हाउ डु यु म्यानेज स्ट्रेस? स्ट्रेस म्यानेज गर्नलाई के गर्नु? म्युजिकहरू सुन्ने, योगा गर्ने, आफूलाई मन हामीले जे चिज अघि पढ्यो त्यही नै हो। तपाईँहरूले त्यस आफ्नो डे टु डे ह्याबिट्सलाई इम्प्रुभ गर्नुभयो भने आइम स्योर स्ट्रेस म्यानेज गर्न सजिलो हुन्छ। तपाईँहरूले अप्नाउन सक्ने मेथडहरूमा ब्रिदिङ एक्सर्साइजेसहरू हुन्छ जुनमा बिहान, दिउँसो, बेलुका जुन बेला तपाईँहरूले टाइम पाउनुहुन्छ त्यो बेला चाहिँ स्ट्रेस म्यानेजिङ एक्टिभिटिजहरू ट्राई गर्नु, जुनमा चाहिँ ब्रिदिङ एक्सर्साइजेस भेरी इम्पोर्टेन्ट है। जङ्क फुड रेगुलरली नखानु भन्ने रिजन चाहिँ के हुनसक्छ? प्याकेज्ड फुड हो, बट एक्ज्याक्टली किन? वाइ जङ्क फुड? त्यो चाहिँ धेरै प्रचलित हुन्छ, त्यही छातीमा डाइरेक्टली त असर नगर्न, तर जङ्क फुडमा न्युट्रियन्ट्स हुँदैन। देयर इज नो न्युट्रियन्ट एट अल। जे चिज पाइन्छ जङ्क फुडमा त्यसको कुनै चिजको मात्रा बढी हुन्छ। जस्तो एकदमै हेभिली सल्टेड स्न्याक्सहरू खानुभयो भने त्यसले गर्दा लङ टर्ममा ब्लड प्रेसरमा एकदमै इफेक्ट पर्न सक्छ, सँगसँगै किडनीलाई पनि इफेक्ट गर्न सक्छ है।
सकेसम्म घरमा बनाएको खाना खाने। द्याट मिन्स जङ्क फुड कम्प्लिटली नै नखानु भनेर त कसैले पनि भन्दैन होला, तर सकेसम्म चाहिँ अभोइड गर्नुपर्छ। नो फिजिकल एक्टिभिटी। फिजिकल एक्टिभिटी भनेको मैले अघि भने जस्तै वकिङ, तपाईँहरूले पनि थाहा भएको जस्तै वकिङ, जगिङ, रनिङ, मसल बिल्डिङ होइन, त्यो सब भएन भने चाहिँ बडी एन्टर्स अ स्टेट अफ वेस्टफुलनेस, जुनमा चाहिँ तपाईँहरूको प्रोडक्टिभिटी पनि घटेर आउँछ र फिजिकल एक्टिभिटी नभएकोले गर्दाखेरि मनमा पनि धेरै कुराहरू आउँदै जान्छ, जसले गर्दा चाहिँ एउटा एकदमै नेगेटिभ टोन लिन्छ मेन्टल हेल्थमा पनि है। इरेगुलर स्लिप, अगेन त्यही राति ढिलोसम्म उठ्ने, फोनमा कुरा गर्ने, फोन चलाउने इज एन अनहेल्दी ह्याबिट। एक दिन 2 दिनले खासै फरक नपर्न सक्ला, तर लङ टर्ममा भेरी डेन्जरस है। सब्सटेन्स अब्युज भनेको के बुझ्नुहुन्छ तपाईँहरू? दुरुपयोग के को? सब्सटेन्स चाहिँ हामीले यसमा सब्सटेन्स भनेको ड्रग्स, मोस्टली ड्रग्स नै हो, मेडिसिनल ड्रग्स विच इन्क्लुड्स ओपियोइड्स, क्यानाबिनोइड्स, गाँजाको सेवन, सुर्तीको सेवन, सिरिन्जेस, हेरोइन, अल द्याट इज सब्सटेन्स अब्युज। त्यो भनेको अनहेल्दी हो हरेक एस्पेक्टमा। हेल्थलाई त फिजिकल हेल्थलाई त एफेक्ट गर्छ नै, सँगसँगै सोसाइटल र मेन्टल दुइटै हेल्थलाई एफेक्ट गर्छ। एउटा सब्सटेन्स अब्युज गर्ने एडिक्ट है, द राइट वर्ड टु युज फर समबडी हुज अब्युजिङ सब्सटेन्स इज एन एडिक्ट। एउटा एडिक्टले समाजमा कति टाइपको नकारात्मक प्रवृत्तिहरू ल्याउँछ त्यो त आई थिङ्क अल अफ अस नो होइन। सो हेल्दी ह्याबिट्स फलो गर्ने, अनहेल्दी ह्याबिट्स अभोइड गर्ने एकदमै बेसिक स्ट्रक्चर हो। यसमा अरू पनि धेरै चिज पर्छ जुन तपाईँहरूले सोच्दै जानुभयो भने इट विल मेक मोर सेन्स है। स्वास्थ्य बिग्रिने मुख्य कारण हाम्रो दैनिक बानी हो भन्न सकिन्छ यो सबै हेर्दाखेरि है। यदि हामी सफा खान्छौँ, सरसफाइ गर्छौँ र व्यायाम गर्छौँ भने धेरै रोगबाट जोड्न सक्छौँ। त्यो पनि आई थिङ्क विज एस्टाब्लिस द्याट। ओके, सन्तुलित खाना भनेको के हो? के थियो? कार्बोहाइड्रेट, प्रोटिन र मिलाएर खाने, पानी। हात कहिले कहिले धुनुपर्छ? एटलिस्ट 2टा चाहिँ एटलिस्ट, बाँकी चाहिँ तपाईँहरूले जति सक्नुहुन्छ त्यो। 2वटा अस्वस्थ बानी भन्नुहोस्। धुम्रपान, मद्यपान, Occupational safety and personal protective equipment. PPE भन्ने वर्ड कोभिडको बेलामा एकदमै बढी सुनेको थियो है। PPE भनेको त्यति बेला हाम्रो सबैको दिमागमा एउटा व्हाइट कलरको ठुलो गाउन लगाएको इमेज आउँछ, विच इन्क्लुड्स चस्मा, मास्क, एउटा प्रोटेक्टिभ इक्विपमेन्ट, हातमा ग्लोभ्स होइन। सो अक्युपेसनल सेफ्टी एन्ड पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट है। अक्युपेसनल सेफ्टी भनेको हामी के बुझ्छौँ भन्दा तपाईँ सबैजना कुनै जुन पनि फिल्डमा काम गर्नुहुन्छ त्यसको आफ्नै हेल्थ अक्युपेसनल रिस्कहरू हुन्छ। जसको टेबल चेयर जब हुन्छ है, उहाँहरूकोमा एकदमै बढी देखिने समस्या भनेको ढाड दुख्ने समस्या, घाँटी दुख्ने समस्याहरू हुन्छ, आँखा कमजोर हुने समस्याहरू हुन्छ। सिमिलरली हेल्थ सेक्टरमा हुनसक्ने अक्युपेसनल हजार्डमा अरू कसैलाई युज गरिएको सिरिन्ज आफ्नो औँलाभित्र छिर्नु, अरूको ब्लड प्रडक्टसँग आफ्नो ब्लड प्रडक्ट मिक्स हुनु। सिमिलरली फुड इन्डस्ट्रीमा पनि तपाईँहरूले केही काट्दाखेरि आफ्नो औँला काट्यो भने त्यो पनि आई थिङ्क उसमै पर्छ। हेभी मसिनरी लिफ्ट गर्नुपर्ने कामहरूमा त्यो मसिन खुट्टाहरूमा झर्दाखेरि लाग्न सक्ने चोट पनि अक्युपेसनल हजार्डमा पर्छ। त्यो सबै चिजलाई अभोइड गर्नको लागि चाहिँ सबै सेक्टरहरूमा हामीले डिफ्रेन्ट टाइपको पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टहरू युज गर्छौँ है, जुनमा तपाईँको मास्क पर्छ, ग्लोभ्स पर्छ, बुटहरू पर्छ, हेलमेटहरू पर्छ, डेफिनेटली फेस मास्क पर्छ होइन। सो अलिकति डिटेलमा हेरौँ है। अक्युपेसनल सेफ्टी मिन्स प्रोटेक्टिङ ओनसेल्फ फ्रम इन्जुरी एन्ड इलनेस वाइल वर्किङ। आफूलाई चोटपटक र रोगबाट जोगाउनु नै कार्यस्थलको सुरक्षा हो, कार्यस्थल सुरक्षा हो। यसमा दुइटै कुरा आउँछ है, इन्जुरी एन्ड इलनेस भनेको छ नि। चोटपटक र रोग, चोट त तपाईँलाई मिसह्यान्डलिङले गर्दा अथवा त्यहाँको इक्विपमेन्टले गर्दा लाग्न सक्छ भने इलनेस चाहिँ कस्तो खालको लाग्न सक्छ? अक्युपेसन रिलेटेड इलनेसहरू केही थाहा छ तपाईँहरूलाई? यहाँ लेखेको सो लङ टर्म कसैले कोही सिमेन्ट फ्याक्ट्रीमा काम गर्नुहुन्छ भने स्मोक र धुलोको
इन्हेलेसनले गर्दाखेरि उहाँहरूमा पछि गएर लङ प्रब्लमहरू देखिन्छ होइन। सो त्यो इन्जुरी होइन नि त, त्यो त इलनेस भयो है। इन्जुरी भनेको केही भारी सामान बोक्दा चिप्लिनु, काटिनु, लड्नु, अल दिस थिङ्स क्यान कम अन्डर इन्जुरी है। सो कमन वर्क प्लेस हेजार्ड्समा हाम्रो के छ त, फिजिकल इन्जुरिज, इलेक्ट्रिकल इन्जुरिज, केमिकल एक्सपोजर, डस्ट एन्ड स्मोक, लङ वर्किङ आवर्स एन्ड फटिग। फिजिकल इन्जुरिजको कुरा गर्दा हामीले अघि नै काट्ने, चिप्लिने, लड्ने टाइपको कुराहरू गऱ्यौँ है। इलेक्ट्रिकल हजार्ड्समा बिजुलीको झट्का, धेरैजना जानुहुन्छ डिफ्रेन्ट टाइपको अकुपेसन्समा जुनमा इलेक्ट्रिकल अप्लायन्सेसहरू युज गर्न पर्छ। कार्यस्थलमा करेन्ट लाग्यो भने इट बिकम्स अन अकुपेसनल हजार्ड है। केमिकल एक्सपोजर, रसायनजन्य असर। केमिकल एक्सपोजर हामीले सोचेभन्दा अलिक बढी नै हुन्छ। केमिकलको डेफिनेसन हेर्ने हो भने हामीले युज गर्ने अलमोस्ट एभ्री प्रोडक्टमा केमिकल एक्सपोजर हुन्छ। फ्रम लिपस्टिक टु मेलमा युज हुने धेरै टाइपको पलिस गरेको ज्वेलरीहरू है। सो लेड भन्ने एउटा कम्पाउन्ड हुन्छ, लेड एक्सपोजरले गर्दाखेरि अहिले धेरै रिसर्चहरू आइरहेको छ जुनमा चाहिँ लिपस्टिकमा यो साउथ एसियामा बन्ने लिपस्टिकहरूमा अनकन्ट्रोल्ड अमाउन्ट अफ लेड हुन्छ, जसले गर्दाखेरि धेरै प्रब्लमहरू भइरहेको छ। सिमिलरली ज्वेलरीलाई पलिस गर्नलाई युज गरेको लेडले गर्दा पनि हामीलाई केमिकल बर्न्सहरू हुनसक्छ। फुड ह्यान्डलिङमा पनि डिफ्रेन्ट टाइपको केमिकलहरूसँग एक्सपोजर हुन्छ जुनमा चाहिँ एसिडहरू पनि पर्न सक्छ, बेसहरू पनि पर्न सक्छ। त्यसले तपाईँलाई स्किनदेखि लिएर अलिक डिपर इम्प्याक्ट दुइटै गर्न सक्छ है। सो त्यो सबै गर्दाखेरि अकुपेसन सेफ्टी मेन्टेन गर्नको लागि हामी के युज गर्छौँ, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट है। सो डस्ट एन्ड स्मोक, अगेन धुलो र धुवाँले गर्दाखेरि लङ प्रब्लमहरू हुनसक्छ। अभोइड गर्नको लागि मास्क युज गऱ्यौँ भने डेफिनेटली केही हदसम्म अभोइड गर्न सकिन्छ। लङ वर्किङ आवर्स एन्ड फटिग एकदमै इम्पोर्टेन्ट छ। लङ वर्किङ आवर्स आजकल आई थिङ्क अलमोस्ट एभ्री प्रोफेसनमा टाइम तोकिएको हुँदैन, धेरै बेरसम्म काम गर्नुपर्ने हुन्छ, थाकिन्छ। त्यसले गर्दाखेरि ओभरअल हेल्थमा पनि इफेक्ट गर्छ, तपाईँहरूको डे टु डे स्केड्युलमा पनि इफेक्ट गर्छ र लङ टर्ममा मेन्टल हेल्थमा पनि एकदमै इफेक्ट गर्छ। एकैछिन डाक्टर, यही कारण यो जुन थकान छ नि का कारण जापानमा चाहिँ लगातार लामो काम लगाउन नपाइने नियम छ। 6 घन्टासम्म लगातार काम लगाउँछ, त्योभन्दा बढी हुने बित्तिकै ब्रेक दिन्छ। यदि तपाईँ 8 घन्टाको काम भयो भने 4 घन्टा काम, 1 घन्टा आराम, 4 घन्टा काम हुन्छ। मोस्ट अफ द कमनवेल्थ कन्ट्रिजहरूमा लङ वर्किङ आवर्सको अगेन्स्ट धेरै कुराहरू भइरहेको छ। सो या आई थिङ्क पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट है, अघि हामीले कुरा गरे जस्तै सर्टेन एक्जाम्पलहरू छ पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको। यो चाहिँ एकजना कन्स्ट्रक्सन वर्कर मोस्ट लाइकली साइटमा जाँदाखेरि उहाँहरूले सेफ्टीको लागि युज गर्ने चिजहरूमा एउटा हार्ड हेलमेट, गगल्स, मास्क, हाई भिजिबिलिटीको कोट, प्रोटेक्टिभ ग्लोभ्स र सेफ्टी बुट्स लाउनु भएको छ। सबै डिफ्रेन्ट अर्गन सिस्टमहरूलाई नै बचाउनको लागि नै युज भएको हो। हार्ड ह्याटले डाइरेक्ट इन्जुरीबाट बचाउन सक्छ, केही चिज टाउकोमा झऱ्यो भने यसले इम्प्याक्ट कम गर्न सक्छ। गगल्सले हामीलाई अगेन स्मोक, डस्टहरूले हुने अथवा अरू कुनै केमिकलले हुन सक्ने प्रब्लमहरूबाट बचाउँछ है। मास्क लङ्सको लागि मेनली रेस्पिरेटरी सिस्टममा केही पनि नहोस् भनेर मास्क लगाइन्छ। हाई भिजिबिलिटी क्लोदिङले गर्दा तपाईँहरूको टाढैबाट डिस्टेन्सबाटै देखिन्छ र यहाँ मान्छे छ भन्ने थाहा हुन्छ। सो विच इज वाइ वी एडभाइस फर हाई भिजिबिलिटी क्लोदिङ। प्रोटेक्टिभ ग्लोभ्स अगेन हातको लागि हो फर भेरियस रिजन्स। सेफ्टी बुट्स केही चिज खुट्टामा नझरोस्, हिँड्दाखेरि सजिलो होस् भनेर हुन्छ है। कुनै कुनै साउन्ड एकदमै यस्तै साइटहरूमै एकदमै हाई नोइज हुने ठाउँहरूमा एयर प्रोटेक्सनको लागि मफ्सहरू पनि दिइन्छ। इन्जिनियरिङ फिल्डमा मोस्टली कन्स्ट्रक्सन रिलेटेड कामहरूमा चाहिँ एकदमै हाई डेसिबलको साउन्डहरूले गर्दाखेरि कानको जाली फाट्न सक्ने भएकोले गर्दाखेरि त्यो त्यस्तो काममा चाहिँ एयर प्रोटेक्सन डेफिनेटली लाउनुपर्छ। यो सबै कुराहरू हरेक फिल्डमा अप्लाई नहोला, तर तपाईँहरू जुन पनि अक्युपेसनको लागि जानुहुन्छ त्यसमा चाहिँ आफ्नो पर्सनल प्रोटेक्टिभ इक्विपमेन्टको जिम्मा तपाईँहरूको प्लस
तपाईँहरूलाई काम दिएको मान्छेबाट तपाईँहरूले एक्सपेक्ट चाहिँ गर्न सक्नुहुन्छ है। यो चिजहरूको बारेमा थाहा भयो भने भोलिको दिनमा तपाईँहरूले यो चिजहरूको माग गर्न सक्नुहुन्छ। दिन्छ नै, तपाईँहरूले इग्नोर नगर्ने हो। तपाईँहरूलाई दिन्छ नै। ओके, सेफ्टी फर्स्ट, वर्क सेकेन्ड। PPE जीवन बचाउने साधन हो, सावधानी अपनाउनु नै साँचो सुरक्षा हो। आई थिङ्क हाम्रो यो तिनवटा चिज भन्न सकिन्छ अगाडिको पोइन्टहरूबाट। फर्स्ट एड भनेको के हो? फर्स्ट एड बेसिक्स डक्टर आउनु दिइने प्राथमिक उपचार होइन। सो फर्स्ट एडमा कसैले तपाईँले ज्यान जोगाउने मेनुभरहरू गर्न भन्दैन, कसैले सास फेर्न सकिरहेको छैन भन्दैमा घाँटीमा कहाँ इन्सिजन लगाएर कहाँ ट्युब हाल्नुपर्छ इज नट समथिङ द्याट कम्स अन्डर फर्स्ट एड। तर एउटा बेहोस भएको मान्छेलाई कुन पोजिसनमा फर्काएर राख्नुपर्छ, कतैबाट रगत निस्किँदाखेरि कस्तो टाइपको कपडा बाँध्नुपर्छ, कसरी बाँध्नुपर्छ, द्याट कम्स अन्डर फर्स्ट एड। कुनै यस्तो कमन इमर्जेन्सीहरू भन्न सक्नुहुन्छ जसमा चाहिँ फर्स्ट एड युज हुन्छ? ड्राउनिङ, ओके। अरू इन्जुरी, सबै ब्लिडिङ रिलेटेड इन्जुरी। अरू एक्सिडेन्ट पनि छुट, कार्डियक अरेस्ट, ओके, कार्डियक अरेस्ट। त्यसमा तर फर्स्ट एड सँगसँगै यु निड मच मोर टु हेल्प अ पर्सन हु हेज कार्डियक अरेस्ट। एकदमै कमन प्रेजेन्टेसनहरू डे टु डे देख्न सकिने चिजहरू के हो? चोकिङ, खानाहरू अड्किँदाखेरि पनि, ओके। पानीमा डुबिरहेको मान्छेलाई, ओके। सर्पले टोक्दाखेरि, ओके। अरू एकदमै कमन हाम्रो प्र्याक्टिसेसहरू अलि नमिल्ने ठाउँहरू पनि छ, जस्तो बर्न्स, कतै पनि आगो लाग्दा कसैलाई पोल्दाखेरि, नर्मल खाने पकाउँदाखेरि तेल उछिटेर पर्दाखेरि पनि द्याट इज वेन वी हेभ टु गिभ बेसिक फर्स्ट एड। उनीहरूलाई सिधै हस्पिटल लग्नभन्दा पहिला प्राथमिक उपचार गर्नु इज मच बेटर है। कमन इमर्जेन्सिज एन्ड फर्स्ट एड। अघि हामीले कुरा गरेर जस्तै डक्टर नआएसम्म बिरामी वा घाइतेलाई दिइने तत्काल सहायता नै प्राथमिक उपचार हो है। ब्लिडिङ, रगत बग्दा के गर्नुपर्छ? प्रेस फर्मली विथ क्लिन क्लथ अर ब्यान्डेज। तपाईँहरूको खल्तीमा रुमाल हुनसक्छ, सल हुनसक्छ फिमेलहरूको कन्टेक्स्टमा, मेलहरूमा पनि अरू एक्सेसरिज हुन्छ जसलाई चाहिँ इफ रिक्वायर्ड त्यही हिसाबले सफा लुगा है रगत बगिरहेको ठाउँमा जोरले बाँध्ने है। इन्जर्ड पार्ट, हातमा चोट लागेको छ भने मुटुको मान्छे पल्टिरहेको हुन्छ, नर्मली हातमा चोट लाग्यो, हातबाट रगत बगिरहेको छ भने हातको लेभल हार्टभन्दा अलिकति माथि गरेर राख्नुभयो भने ब्लिडिङ रोकिन सक्छ। सिमिलरली खुट्टामा चोट लागेको छ भने पेसेन्टलाई फ्ल्याट पल्टाउनु भएको छ भने खुट्टालाई पनि हार्टको लेभलभन्दा अलि माथि राख्ने। लेम एलिभेसनले गर्दाखेरि सर्कुलेसन मेन्टेन हुन्छ। नर्मली तपाईँहरूको रगत बडीमा फ्लो भइरहेको बेलामा इफ कतैबाट एकदमै एक्सेसिभ अमाउन्टमा रगत निस्किन थाल्यो भने चाहिँ बडीमा ब्रेनले के भन्ठान्छ भन्दा यो जति पनि रगत छ त्यो त सबै इम्पोर्टेन्ट अर्गन्सहरूलाई जानुपर्ने हो नि त। हातबाट रगत बग्यो भने दिमागलाई त्यति फरक पर्दैन, तर मुटुमा रगत पुगेन, दिमागमा रगत पुगेन, अरू अर्गनहरूमा रगत पुगेन भने चाहिँ ब्रेन एकदमै एक्टिभ हुन्छ। सो त्यस्तो बेलामा चाहिँ तपाईँहरूले अफेक्टेड पार्टलाई अलिकति एलिभेट गर्नुभयो भने सर्कुलेसन मेन्टेन हुन्छ है। गो टु द हस्पिटल इफ ब्लिडिङ कन्टिन्युस। सकेसम्म नर्मली हाम्रो सानो कटहरू छ, तपाईँले एकछिनको लागि प्रेसर अप्लाई गरेर सफा कपडाले थिच्नु भयो भने ब्लिडिङ रोकिन्छ। हामी सबैको जिउमा ब्लड प्रडक्ट्समा हिमोग्लोबिन, व्हाइट ब्लड सेल र प्लेटलेट भन्ने एउटा इम्पोर्टेन्ट कुरा हुन्छ। प्लेटलेटले चाहिँ ब्लडलाई क्लट गर्नमा हेल्प गर्छ। प्लेटलेट काम गर्नको लागि केही नभए पनि 12 to 13 सेकेन्ड्स लाग्छ कतै पनि रगत निस्किँदाखेरि। सो 12-13 सेकेन्ड त मिनिमम तपाईँहरूले थिचेर राख्नुपर्ने हुन्छ। एडभाइस चाहिँ कम्तीमा पनि 30 सेकेन्ड्स to 1 मिनट थिचेर राख्नुपर्ने। इफ कुनै आर्टरी पङ्क्चर भएको छ भने त्यसबाट चाहिँ एकदमै फास्ट रगत निस्किन थाल्छ र त्यस्तो केसमा चाहिँ प्रेसर अप्लाई गरेरै फर्दर हामीले त फर्स्ट एड मात्र दिइरहनु नि त, ट्रिटमेन्ट नै गर्न मिलेन। सो ट्रिटमेन्टको लागि हस्पिटल लिएर जाने। बर्न्स, वास विथ कुल रनिङ वाटर फर 10 to 20 मिनट्स, कभर विथ क्लिन क्लथ र सिक मेडिकल हेल्प इफ सिभियर। टुथपेस्ट लगाउन मिल्छ कि मिल्दैन बर्नमा?
हाम्रो नर्मल प्र्याक्टिसेसहरूमा चाहिँ टर्मरिक, बेसार, एलोभेरा टुथपेस्ट, एलोभेराहरू डाइरेक्टली लगाउने कन्सेप्ट छ, जुन कि एकदमै गलत हो। त्यो गर्नु हुँदैन। त्यसले गर्दाखेरि अफेक्टेड एरिया अफ द बर्न प्लस भित्रको लेयरहरूमा एकदमै झन् प्रब्लमेटिक हुन्छ, किनकि स्किनको इन्टेग्रिटी ब्रेक हुनुलाई हामीले बर्न भन्छौँ भने त्यो स्किनलाई हामीले नर्मल तरिकाले हिल नहुन दिएर त्यसमाथि फ्लोराइड हुने टुथपेस्ट लगायौँ भने त त्यो फ्लोराइड त्यहाँबाट भित्र जाने भयो नि त। सो यस्तो प्र्याक्टिसेसहरू नगर्ने। कुनै पनि ठाउँ पोलेको छ भने एटलिस्ट 10 to 20 मिनट्स रनिङ वाटर धारा खोलेर त्यसको तल राख्नुभयो भने एकदमै इफेक्टिभ हुन्छ। इफ सर्फेस एरिया बढी छ, औँलामा मात्र होइन पुरै हातभरि बर्न छ भने पनि फर्स्ट चाहिँ तपाईँहरूले 10 to 20 मिनट्स रनिङ वाटरमा राख्नु पऱ्यो। त्यसपछि चाहिँ हस्पिटल लिएर जानु पऱ्यो। त्यहाँनिर जे पनि औषधि लगाउनु पर्ने हुन्छ त्यो उहाँहरूले प्रिस्क्राइब पनि गर्नुहुन्छ र स्किन ग्राफ्टहरू गर्नु परेमा त्यो पनि गर्नुपर्ने हुन्छ है। नेपालमा बर्न्स रिलेटेड ट्रमा सेन्टर बाहेक अरू कतै पनि बर्नको इलाज हुँदैन। वीर हस्पिटल र ट्रमा सेन्टरमा मात्रै सिभियर बर्न्स हुने। फेन्टिङ, मान्छे बेहोस हुँदा ले पर्सन फ्ल्याट बेहोस हुँदा नर्मली यसरी साइडवेज लड्या हुनसक्छ, सिधा लड्या हुनसक्छ। तपाईँहरूले हेर्नुपर्ने कुरा के हुन्छ भन्दा बेहोस भएको मान्छेले आफ्नो जिब्रो त टोक्नु भएको छैन, सास फेर्ने एयरवेमा कतै केही अब्स्ट्रक्सन त छैन। कतिपय टाइम जिब्रो टोकेकोले गर्दाखेरि ब्लिडिङ पनि हुन्छ र त्यो ब्लड मुखमा अड्किराख्यो भने उहाँहरू सास फेर्न सक्नुहुँदैन। सो त्यस्तोमा चाहिँ मान्छेलाई साइडवेज फर्काएर सुताउने र सास फेर्नमा हेल्प गर्ने। खुट्टा अलिकति माथि उठाउनु भयो भने अगेन मैले भने जस्तै सर्कुलेसनमा इम्प्रुभमेन्ट हुन्छ। टाइट क्लोथ्सहरू लाउनु भएको छ भने माथिबाट बटनहरू लुजन गर्दा हुन्छ। चेक फर ब्रिदिङ है। कुनै पनि फेन्ट भएको स्थितिमा हामीले पनि इमर्जेन्सी मेडिसिनमा युज गर्ने एउटा सिम्पल फर्मेट भनेको ABCDE भनेर भन्छौँ। ए इज फर एयरवे। एयरवे भनेको हाम्रो नाक, मुख र लङ्सको पाथवेलाई हामीले एयरवे भन्छौँ। नाकबाट पनि सास फेरिन्छ, मुखबाट पनि सास फेरिन्छ। फेरेको सास हाम्रो लङ्समा जान्छ र त्यही नाक अथवा मुखको बाटोबाट हामीले सास छोड्छ होइन। फर्स्ट हेर्नुपर्ने भनेको एयरवे हो। एयरवेमा मुखभित्र केही अब्स्ट्रक्सन त छैन, नाकभित्र केही अब्स्ट्रक्सन त छैन हेर्नु पऱ्यो। सेकेन्ड, ब्रिदिङ छ कि छैन। ब्रिदिङको लागि तपाईँले कान लगाएर छातीमा सुन्न सक्नुहुन्छ अथवा चेस्ट राइज भएको पनि देख्न सक्नुहुन्छ। ब्रिदिङ डिफिकल्टी छ भने लेफ्ट लेगलाई बायाँपट्टि साइडवेज फर्काएर पल्टाउनु भयो भने असिस्ट गर्छ है ब्रिदिङमा। सी इज फर सर्कुलेसन। सर्कुलेसनको लागि सर्कुलेसन भनेको हाम्रो मुटुले बडीको डिफ्रेन्ट पार्ट्सहरूमा पम्प गर्ने ब्लडलाई चाहिँ सर्कुलेसन भनिन्छ होइन। त्यो सर्कुलेसनको लागि चाहिँ हामी लेग्सलाई स्लाइटली रेज गरिदिन्छौँ, हाम्रो सीसम्म भयो। डी इज डिजेबिलिटी। डिजेबिलिटीमा टाउकोमा चोट लागेको अथवा सुगर कम भएको कुराहरू थाहा पाउनु पर्ने हुन्छ। नर्मली तपाईँहरूको फर्स्ट एडमा डिजेबिलिटी पर्दैन, तर एक्सपोजर चाहिँ पर्छ। कता चोट लागेको छ, लुगाहरू अलिकति लुजन गरेर हेर्नुभयो भने एक्सटेन्ट अफ इन्जुरिज थाहा हुन्छ। सो द्याट हेल्प आइसकेपछि जसले चाहिँ प्राथमिक उपचार दिनुभएको थियो उहाँले चाहिँ ब्रिफ गर्न सजिलो हुन्छ है। ABCDE भनेर याद राख्नुहोस्। मोस्ट अफ द इमर्जेन्सी मेडिकल सिनारियोजमा ABCDE नै काम लाग्ने हो। फेन्टिङको लागि यो 3-4वटा चिजहरू हो। स्नेक बाइट। स्नेक बाइटमा किप द पर्सन काम, इमोबिलाइज द बिटन लिम्ब, टेक टु हस्पिटल इमिडिएटली। पर्सन काम, कसैलाई सर्पले टोकेको छ भने एकदमै आत्तिएको हुन्छ मोस्ट डेफिनेटली होइन। सर्पले टोक्यो भन्दैमा यो पोइजनस स्नेक नै होला भन्ने हुँदैन। स्नेक बाइट दुइटै स्नेकले बाइट गर्छ, भेनमस नन भेनमस दुइटैले बाइट गरेको हुन्छ। भेनमस स्नेक्सको पपुलेसन हेऱ्यो भने असाध्यै कम हुन्छ। 20% स्नेक्स आर ओन्ली भेनमस, 80% चाहिँ नन भेनमस हुन्छ। सो काम हुनु एकदमै जरुरी छ। दुईवटा टाइपको टक्सिन हुन्छ सर्पले टोक्दाखेरि, न्युरोटक्सिक र कार्डियोटक्सिक भन्छ। एउटाले चाहिँ सिधै दिमागमा नर्भस सिस्टममा एफेक्ट गर्छ, अर्कोले चाहिँ सिधै मुटुमा एफेक्ट गर्छ। कोब्रा र क्रेट भन्ने दुईवटा कमन टाइप्स अफ भेनमस स्नेक हुन्छ, जुनमा चाहिँ एउटाको न्युरोटक्सिक एउटाको कार्डियोटक्सिक हुन्छ। त्यसको ट्रिटमेन्ट भनेको एन्टिभेनम मात्र हो।
स्नेक बाइटको अरू कुनै पनि ट्रिटमेन्ट हुँदैन, एन्टिभेनम मात्र हुन्छ। पहिलाको मुभीहरूमा देखाउने मान्छेहरूले नर्मली कमनली फलो गर्दाखेरि चाहिँ जहाँ सर्पले टोकेको छ त्यसमा चुस्न खोज्छन्, त्यो गर्नुहुन्छ त कतैबाट पनि रेकमेन्डेड छैन। जतापट्टि टोकेको छ त्यो हातको माथि एकदमै टाइटली बाँध्ने चलन पनि हामीले त्यही मुभीहरूबाटै देख्यौँ, त्यो पनि गलत हो, त्यस्तो गर्नु हुँदैन। त्यस्तोमा हामीले गर्ने के त शान्त राख्ने, त्यो ठाउँमा जुन सर्पले टोकेको छ त्यो सर्प त्यही छ भने त्यसलाई एज एभिडेन्स युज गरेर त्यो पनि हस्पिटल लिएर जाने। फोरेन्सिक्सको डक्टरहरू हुन्छ, उहाँहरूले सर्प हेरेर भन्न सक्नुहुन्छ यो पोइजनस हो कि होइन, जसले गर्दाखेरि फर्दर लाइन अफ म्यानेजमेन्ट चाहिँ त्यसरी नै हुन्छ। सो भन्न सजिलो छ, अलवेज हुँदैन, तर म्याक्सिमम स्नेक बाइटको केसेसमा चाहिँ हामीले एडभाइस गर्ने भनेको जुन सर्पले टोकेको छ त्यसलाई मार्न सक्छ त्यसलाई बाँधेर प्याक गरेर त्यसलाई पनि हस्पिटल लिएर जाने है। काटिएको भाग नचलाउने, हातमा टोक्या छ भनेमा हात यसरी हल्लाउन दिनु भएन, त्यसले गर्दाखेरि डिफ्युजनले गर्दाखेरि पोइजन अझै स्प्रेड हुनसक्छ, ऱ्यापिडली स्प्रेड हुनसक्छ। सो नचलाइकन अलिकति इमोबाइल गरेर राख्ने, हस्पिटल इमिडिएटली लैजाने। सर यो साबुनले धुँदा नि हुन्छ भनेर सुने। हजुर, साबुन र पानीले धुँदा नि हुन्छ भनेर सुने। साबुन पानीले धोएको त्यस्तो के इफेक्ट हुँदैन, किनकि सर्फेसको कुरा होइन नि त, पोइजनले तपाईँलाई सर्फेसमा होइन ब्लड स्ट्रिममा छिरिसकेर अफेक्ट गर्ने हो। साबुन पानीले कुनै पनि ठाउँमा चोट लाग्दाखेरि पनि हामी धुन्छौँ, बिकज त्यहाँ माटो धुलो एन्ट्री पोइन्ट छ र त्यहाँ कुनै पनि माटो धुलो लाग्यो भने प्रब्लम हुनसक्छ। सर्पले टोकेको केसमा पनि त्यही एउटा आइडियोलोजीले मेबी मान्छेहरूले गर्छन् होला, तर त्यसको केही आउटकममा इफेक्ट पर्छ कि पर्दैनमा चाहिँ केही पनि एभिडेन्स छैन। एभिडेन्स भनेको स्नेक बाइटको केसमा जहिले पनि एन्टिभेनम नै हो, त्यो बाहेक अरू केही पनि नियरेस्ट सेन्टरमा जहाँ एन्टिभेनम पाउँछ त्यस्तो हस्पिटलमा लैजाने है। एन्टिभेनम पाउने हस्पिटलहरूको लिस्ट नेपाल सरकारको वेबसाइटमा छ। आई थिङ्क हाम्रो मध्ये मोस्ट अफ द सरकारी हस्पिटलहरूमा त छ नि, प्राइभेटमा पनि हुन्छ। नट नेसेसरी, इफ टाइमली पुगेको छ र मुटु पहिल्यै रोकिसकेको छ। स्नेक बाइट डाइरेक्टलीले मर्नुभन्दा स्नेक बाइटको कम्प्लिकेसन्सले चाहिँ गर्दा मान्छे मर्ने देखिन्छ होइन। धेरैजना जो टाइमली हस्पिटल पुग्नु भएको हुन्छ एन्टिभेनम पाइसकेपछि उहाँहरूलाई अब्जर्भेसनमा राखिन्छ। अब्जर्भेसनको ड्युरेसनमा त्यो टक्सिनले त मैले भने जस्तै मुटु कि त नर्भस सिस्टममा अफेक्ट गर्छ नि, त्यही क्रममा नर्भस सिस्टम र मुटु दुइटैसँग एसोसिएटेड अरू बडीको अर्गनहरू पनि हुन्छ। धेरैजना मैले पनि स्नेक बाइट ट्रिट गरेकोमा किडनी फेलियरले मर्नु भएको छ आफ्टर अ विक or 10 days। सो इज द्याट अ डाइरेक्ट कज अफ स्नेक बाइट? नो, इट इज अ त्यो मान्छेलाई फेरि पहिल्यैदेखि डायबिटिज पनि थियो है, अनि पछि स्नेक बाइट भयो, 10-12 days पछि उहाँ किडनी फेलियरले गर्दा बित्नु भयो। सो इज स्नेक बाइट द डाइरेक्ट कज अफ डेथ? Snake bite deaths can be prevented by timely admission to the hospital and early administration of antivenom. Right? Communicable diseases and prevention. संक्रामक रोग के हो होला? संक्रामक रोग एकबाट अर्कोमा सर्ने रोगहरूलाई हामी कम्युनिकेबल डिजिजेस भन्छौँ। एकबाट अर्कोमा सर्ने रोगलाई हामीले रोक्न सक्छौँ त? कमन एकदमै कमन कम्युनिकेबल डिजिजेसमा हामीले ट्युबरकुलोसिस, HIV, एड्स, हेपाटाइटिस, फ्लू, कोभिड लाइक और डायरिया भनेर बुझ्छ है। ट्युबरकुलोसिसलाई नेपालीमा क्षयरोग पनि भनिन्छ। कसरी स्प्रेड हुन्छ? एयरबाट र कफबाट है। हामीले एयर एज अ मोड अफ ट्रान्समिसन, कफ एज अ सिम्पटम है। मान्छेले खोक्नु भयो भने एयरमा ड्रपलेट्सहरू पनि छोड्छ होइन। कोभिडको बेलामा यो कुराहरू एकदमै राम्ररी भिजुअली बुझाइन्थ्यो, मैले अलिक भिजुअलहरूमा पाएर मैले राखेको छैन, बट मेनली चाहिँ अफेक्टेड सङ्क्रमित मान्छेले को खोकीले गर्दा एयरको थ्रु ट्रान्समिट हुन सक्ने बिमारीहरूमध्ये चाहिँ ट्युबरकुलोसिस पर्छ है। हामी वर्ल्ड वाइडै ट्युबरकुलोसिस एन्ड गर्ने मिसन लिएर हिँडेको छौँ। NTB 2025 भन्ने एउटा एकदमै ठुलो क्याम्पेन थियो, 2026 भइसक्यो, अझै पनि ट्युबरकुलोसिस हटेको छैन। ट्युबरकुलोसिस नहट्नुको रिजन अहिले आइडेन्टिफिकेसन हुँदैन, हामी कहाँ भएको मान्छेहरू सङ्क्रमित छन् भन्ने कुरा थाहा हुँदैन र उहाँहरूले नोइङली अननोइङली अरू मान्छेमा पनि यो चाहिँ स्प्रेड गर्नुहुन्छ। एक टाइममा ट्युबरकुलोसिसलाई
सोसाइटीमा अलिक लेस कम इन्कम भएको ग्रुपहरूमा मात्र पाइन्थ्यो भने अहिले ट्युबरकुलोसिसले कसैलाई पनि स्पेयर गर्दैन, चाहे त्यो धनी घरको होस् चाहे त्यो गरिब घरको होस्। एयर र ड्रपलेटबाट स्प्रेड हुने चिज चाहिँ जसरी पनि हुनसक्छ। एचआइभी एड्स नर्मली ब्लड प्रोडक्ट्स र सेक्सुअल इन्टरकोर्सबाट सर्ने बिमारी हो है। एचआइभी र एड्स छुट्टा छुट्टै चिज हो। एचआइभी भनेको ह्युमन इम्युनो भाइरस हो भने एड्स भनेको अक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम। अक्वायर्ड इम्युनो डेफिसियन्सी सिन्ड्रोम मल्टिपल चिजहरू हुन्छ जुनमा चाहिँ इम्युनिटी कम भएकोले गर्दा देखिने लक्षणहरू हुन्छ। सो नर्मली चाहिँ ब्लड प्रोडक्ट्सबाट सर्ने रिजन किन हुन्छ भन्दा तपाईँहरूले ब्लड ट्रान्सफ्युजन गराउनु पर्यो, केही कुराले गर्दाखेरि रगत कम भयो र तपाईँहरूमा ट्रान्सफ्युज गरिएको रगत दिने मान्छेलाई इफ एड्स थियो भने त्यो रगतबाट सर्न सक्छ। नर्मली अहिले आएर मोस्ट अफ द ट्रान्सफ्युजन सेन्टर्समा चाहिँ एचआइभी, हेपाटाइटिस यस्तो बेसिक इन्फेक्सियस डिजिजेसको लागि त्यो रगतलाई स्क्रिन गरिन्छ अनि बल्ल दिइन्छ। तर एट सम पोइन्ट यस्तो गरिन्थेन जसले गर्दाखेरि एचआइभी ब्लड ट्रान्सफ्युजन प्रोडक्ट्सबाट पनि पर्न सक्छ। अरू तरिका ब्लड इन्टरेक्ट हुने कसरी हो भन्दा हाम्रो सोसाइटीमा धेरैजना मान्छेहरू निडल युज गरेर ड्रग्स लिनुहुन्छ। सो त्यही निडल दुईजना मान्छेले युज गर्नुभयो जुनमध्ये एकजनालाई चाहिँ एड्स छ भने अर्कोलाई एड्स लाग्न सक्ने चान्सेस एकदमै हाई हुन्छ है। सेक्सुअल इन्टरकोर्स विदाउट प्रोटेक्सन डेफिनेटली क्यान कज एड्स। इन्टरकोर्समा बडीली फ्लुइड्स एक्सचेन्ज हुन्छ। बडीली फ्लुइड्समा ब्लड, सिमेन, सलाइभा सबै चिज पर्छ। त्यसले गर्दाखेरि चाहिँ सेक्सुअल इन्टरकोर्स चाहिँ लेखेको हो। तर सेक्सुअल इन्टरकोर्स किन भन्ने कुरा बुझ्नलाई चाहिँ हाम्रो बडीली फ्लुइड्सहरू एक्सचेन्ज भएर नै हुन्छ। हेपाटाइटिस बी पनि त्यही नै हो, बी र सी दुइटै त्यही नै हो। हुन चाहिँ लिभरको प्रब्लम हो, भाइरल इन्फेक्सन हो यो पनि, जुन चाहिँ लिभरमा गएर लिभरलाई ठुलो पार्छ र लिभर रिलेटेड अरू बिमारीहरू गर्न सक्छ है। यो पनि फैलिने ब्लड र बडीली फ्लुइड्सहरूबाट हो। फ्लू, कोभिड लाइक चाहिँ रुगाखोकी, सामान्य रुगाखोकी पनि हुन्छ। कोभिडकै बेला पनि हामीलाई ड्रपलेट्स इन्फेक्सनले हुन्छ भनेर भनिन्थ्यो र यसलाई योबाट जोगिनको लागि मास्क लगाउनु इज भेरी इम्पोर्टेन्ट है। डायरिया, सबै टाइपको डायरिया एक मान्छेबाट अर्को मान्छेमा सर्दैन, तर डिसेन्ट्री जस्तो बिमारीहरूमा चाहिँ भएको भाइरसले चाहिँ एकदमै छिटो अफेक्ट गर्छ। कन्टामिनेटेड फुड र वाटरमा जान सक्छ। धेरै ठाउँमा जानेर अहिले पनि खुलामा शौचालय गर्ने बाध्यता छ। उहाँहरूले चाहिँ त्यो फिसिसहरू चाहिँ तपाईँको कुनै पनि वाटर बडीसम्म पुग्न सक्छ। गाउँघरले कुरा गर्ने हो भने वेलहरू हुन्छ, वेलहरू इफ कन्टामिनेट भयो कुनै डाइरिया लगाएको मान्छेको फिसिसले भने त्यो सबै पानी खाने मान्छेलाई हुन सक्ने स्टेट हुन्छ है। कम्युनिकेबल डिजिजेसको बारेमा हामीले के बुझ्नुपर्छ भन्दा यो दुई तिनवटा चिजको कम्बिनेसनले हुने है। होस्ट भनेको मान्छे, भेक्टर भनेको केले गर्दा लागिरहेको छ र ट्रान्समिसन किन लागिरहेको छ होइन। होस्टसँग आफ्नो इम्युनिटी हुन्छ जसले चाहिँ नर्मली फाइट गर्छ यो सबै चिजहरूबाट। तर इफ भाइरल लोड कुनै पनि चिजको बढी छ जसले चाहिँ मान्छेको इम्युनिटीलाई घटाउन सक्छ भने यो रोग लाग्नु निश्चित हुन्छ। र भेक्टर भनेको बिचको चिज हो है। जस्तो हामीले डेङ्गु, मलेरियाहरू सुन्छौँ होइन, त्यसमा होस्ट मान्छे हो भने र ट्रान्समिसन बाइटबाट हुन्छ भने भेक्टर चाहिँ के हुने भयो त लामखुट्टे है। लामखुट्टे इज द भेक्टर। सो वी निड टु अन्डरस्ट्यान्ड। अगेन डेङ्गुकै कुरा गर्ने हो भने हामीलाई अब होस्ट पनि थाहा छ, हामीलाई भेक्टर पनि थाहा छ, हामीलाई मोड अफ ट्रान्समिसन पनि थाहा छ। त्योबाट जोगिनको लागि हामी के गर्न सक्छौँ? मच्छरदानी लगाएर सुत्न सक्छ। मच्छर हुने एरियाहरूमा एज अ गभर्मेन्ट लेभल पनि वाटर बडीहरूलाई क्लिन गऱ्यो भने यो रोगहरू कम हुनसक्छ है। अगेन यो सबैको बारेमा कुरा गर्दाखेरि हामीले हाम्रो हेल्थको डेफिनेसन बिर्सिनु हुँदैन। कम्प्लिट स्टेट अफ फिजिकल, मेन्टल एन्ड सोसियल वेलबिङ। सोसियल वेलबिङ जहिले पनि आफ्नो हातमा हुँदैन, यसमा तपाईँहरूको इन्भाइरोमेन्टको रोल पनि हुन्छ। हामी जस्तो इन्भाइरोमेन्टमा बस्छौँ त्यसमा हाम्रो इन्टरेक्सन डिफ्रेन्ट माइक्रो अर्गानिजमदेखि लिएर अरू अर्गानिजमहरूसँग हुन्छ। त्यसबाट आफूलाई कसरी सेफ राख्ने इज द ओन्ली थिङ द्याट क्यान हेल्प यु विथ कम्युनिकेबल डिजिजेस। प्रिभेन्सन मेथड्सहरू ह्यान्ड वासिङ विथ सोप,
हेल्प गर्न सक्छ। हात धोयो भने साबुनले। सेफ ड्रिङ्किङ वाटर, फिल्टर गरिएको पानी खायो भने हेल्प गर्न सक्छ। भ्याक्सिनेसन, खोपले पनि धेरै चिजको धेरै टाइपको रोगहरूबाट जोगिन्छौँ हामी। सो भ्याक्सिनेसन इज भेरी इम्पोर्टेन्ट। सेफ सेक्स भन्नाले युज अफ कन्डम है, लेटेक्स भएको कन्डम युज गरियो भने बडीली फ्लुइड्स एक्सचेन्ज हुन नपाएकोले गर्दाखेरि चाहिँ रोकथामहरू हुनसक्छ। युज मास्क वेन सिक है, यो त आई थिङ्क कोभिड पछि सबैजनाले अप्लाई गर्नु नै हुन्छ। आफू बिरामी हुँदाखेरि चाहिँ सकेसम्म मास्क लगाउने, अरूको बिरामी हुनुहुन्छ भने उहाँहरूलाई पनि एन्करेज गर्ने है मास्क लगाउन। अर्ली मेडिकल चेकअप, लक्षणहरू कुनै पनि टाइपको सिम्टम देखियो भने जति चाँडै तपाईँहरूले त्यसको जाँच गराउनुहुन्छ त्यति चाँडै ट्रिटमेन्ट हुन्छ र त्यति रोकथाममा पनि हेल्प हुन्छ। एकजना ट्युबरकुलोसिस लागेको मान्छेले इफ अर्ली आइडेन्टिफाई भएर औषधि लिनुभयो भने भोलिको दिनमा उहाँले 10जना मान्छेलाई सङ्क्रमित गर्न सक्नु हुँदैन। तर त्यही एकजना मान्छेले ढिलाइ गर्नुभयो भने हि इज केपेबल अफ स्प्रेडिङ द डिजिज टु 10 मोर पिपल, जसले गर्दा चाहिँ हेल्थ बर्डन बढ्दै गएको हुन्छ। Okay, so can we say that most communicable diseases are preventable? Definitely preventable. रोकथाम सजिलो छ, उपचार महँगो हुन्छ। अगेन फर्स्टमै कुरा गरे जस्तै यो सबै जति पनि नन कम्युनिकेबल डिजिजेस हुन्छ यिनीहरूको उपचार साह्रै महँगो भएको छ। रोगीलाई होइन रोगलाई लड्नुपर्छ। HIV एड्स छोएर फैलिन्छ। ओके, सो पहिलाको कन्सेप्टभन्दा हामी धेरै अगाडि बढिसक्यौँ जुनमा चाहिँ हामी रोगीलाई होइन कि रोगबाट चाहिँ लड्ने अवेरनेस पाइसकेको छौँ होइन। सो त्यो चिजहरूलाई ध्यान दिनु होला। नन कम्युनिकेबल डिजिजेस एन्ड हेल्दी लिभिङ है। नन कम्युनिकेबल भनेको असङ्क्रमक रोगहरू, यो एकजनाबाट अरूमा सर्ने होइन र मोस्ट अफ द नन कम्युनिकेबल डिजिजेस चाहिँ लाइफस्टाइल डिजिजेस भनेर भनिन्छ। हाम्रो डे टु डे लाइफस्टाइलले गर्दा लाग्ने रोगहरू चाहिँ नन कम्युनिकेबल डिजिजेस हो। एक्जाम्पल कसैले दिन सक्नुहुन्छ नन कम्युनिकेबल? ब्लड प्रेसर, डायबिटिज, क्यान्सर, किडनी स्टोन। सबैको रिजन यसो सोच्नुभयो भने के हुनसक्छ? डायबिटिज जेनेटिक पनि केही हदसम्म हुन्छ, तर मोर देन जेनेटिक्स लाइफस्टाइलको बिमारी हो। रेगुलर एक्सर्साइज गर्नु भएन, अनहेल्दी खाना खानुभयो, टु मच सुगर डायटमा लिनुभयो भने भोलिको दिनमा डायबिटिज हुनु नै छ होइन। सो डायबिटिज लागिसकेपछि त के हुन्छ र कस्तो हुन्छ त्यो त हाम्रो सबैलाई थाहा नै छ। त्यो नलाग्न दिनको लागि के हेल्दी लाइफस्टाइल अप्नाउने त्यसमा ध्यान दिनु होला है। सो हाइपरटेन्सन, डायबिटिज, हार्ट डिजिज, क्यान्सर, क्रोनिक लङ डिजिज, नेपालीको वर्डहरू हो। रिजन हाइपरटेन्सनको स्ट्रेस, हाई सल्ट। हामी नुन पनि साह्रै चर्को खान्छौँ जसले गर्दाखेरि ब्लड प्रेसर नर्मली बढेर आउँछ है। डायबिटिजमा डायट र इनएक्टिभिटीले गर्दाखेरि मेनली हुने है। हार्ट डिजिज, स्मोकिङ, ओबेसिटी। ओबेसिटीलाई चेक राख्नु इज भेरी इम्पोर्टेन्ट। हामीले यहाँ पनि हेल्थ चेक गर्दाखेरि हाइट र वेट गर्ने रिजन चाहिँ बिएमआई हेर्नको लागि हो। बडी मास इन्डेक्सले ओबेसिटी जस्तो ओबेसिटी पनि एक हिसाबले भन्यो भने रोगै मान्छौँ हामी होइन मेडिकल सेक्टरमा, बिकज ओबेसिटीसँग एसोसिएटेड यति धेरै बिमारीहरू छ कि त्यो गनेरै सक्ने छैन। इफ मान्छेहरूले आफ्नो खानपान सुधार गर्नुभयो भने ओबिस भइँदैन। ओबिस भइएन भने इट इज अ भेरी इम्पोर्टेन्ट प्रिभेन्टिभ मेजर फर नट गेटिङ नन कम्युनिकेबल डिजिजेस है। क्यान्सर जेनेटिक्समा पनि डिपेन्ड गर्छ, तर जेनेटिक्सले मात्र हुँदैन, त्यसलाई हामी टोब्याको जस्तो क्यान्सर कजिङ पदार्थहरू युज गऱ्यौँ भने एग्रेभेट गर्छ। अरू पनि रिजनहरू हुन्छ क्यान्सरको, बट बेसिक। क्रोनिक लङ डिजिज, अगेन स्मोकिङ, पोल्युसन। स्मोकिङ बाई चोइस गर्छन् मान्छेले, पोल्युसन बाई चोइस हुँदैन। विच ब्रिङ्स अस ब्याक टु सामाजिक समाज, भेरी इम्पोर्टेन्ट। रिस्क फ्याक्टर्स, अनहेल्दी लाइफस्टाइल इन्क्रिजेस नन कम्युनिकेबल डिजिज रिस्क। अगेन त्यही नै हो, स्मोकिङ, टोब्याको, अल्कोहल अब्युज, फिजिकल इनएक्टिभिटी, अनहेल्दी डायट, क्रोनिक स्ट्रेस, ओबेसिटी। हेल्दी ह्याबिट्स रिड्युस रिस्क। के हुनसक्छ हेल्दी ह्याबिट्समा? ब्यालेन्स डायट, रेगुलर फिजिकल एक्टिभिटी, क्विट स्मोकिङ, लिमिट अल्कोहल, रेगुलर हेल्थ चेकअप्स, स्ट्रेस म्यानेजमेन्ट है। के छ नबुझ्नु भयो भने सोध्नु न। क्रोनिक स्ट्रेस भनेको चाहिँ क्रोनिक स्ट्रेस भनेको लङ टर्मसम्म केही कुराको टेन्सन भइरहन्छ। तपाईँको
वालेट हरायो, तपाईँलाई टेन्सन भयो, द्याट इज भेरी नर्मल। त्यो भनेको नर्मल रेस्पोन्स हो होइन। तर तपाईँको करियरमा केही यस्तो अब्स्ट्रक्सन आएको छ जुन कि 1 वर्षसम्म ठिक हुनेवाला छैन, नेक्स्ट एक्जाम दिएपछि बल्ल ठिक हुन्छ भने त्यो होल इयर तपाईँले स्ट्रेस लिइराख्नुहुन्छ र त्यो चाहिँ क्रोनिक स्ट्रेस हो। कुनै पनि चिज अक्युट कि त क्रोनिक हुन्छ है। क्रोनिकको अपोजिट अक्युट हो। अक्युट भनेको 1, 2, 3 दिनभित्र देखिनु हो। जस्तो ज्वरो हामीलाई आउँछ नि, त्यो भनेको अक्युट इन्सिडेन्ट भयो भने केले गर्दा ज्वरो आयो क्यान बी क्रोनिक। रेगुलरली स्मोक गर्नुहुन्छ, एक दिन अचानक ज्वरो आयो भने द्याट इज बिकज अफ क्रोनिक स्मोकिङ, नट बिकज अफ अक्युट फिभर है। अरू केही? ल धन्यवाद छ डाक्टर साहबलाई, पल्लव दास डाक्टर साहब। अघिको मैले मिलाउँदै 1-1.5 मिनटको रेकर्ड चाहिँ कटिएछ कुर्सी सार्दै। तपाईँहरू सबैलाई पनि धन्यवाद छ। यसलाई मैले युट्युबमा अपलोड गर्छु। थ्याङ्क यू।